Hello guys. This is not helping at all. Hello सबैजनालाई आज चाहिँ हामी प्याडल बोर्डिङ जाँदै छौं म र कृति. Hold up. So we're all ready, guys. Let me show you my outfit. So I've already got my swimmers on and यो चाहिँ मेरो हल्का वाला जुटको सुरुवाल हो and then यहाँ चाहिँ मेरो बीच ब्याग यसमा चाहिँ मेरो towel and other stuff that I'll need later. हामी एकचोटी सबै कुरा प्याक गरेपछि चाहिँ I'll get back to you guys. अस्ट्रेलियाको गर्मीलाई चाहिँ सिरियसली लिँदै म चाहिँ सनस्क्रिन लगाइरहेको छु. Alright. पनि देखिरहेको छ मलाई. छैन कहाँ पनि देखिन अन्त guys. अब यसमा नहलिकन बस्छु नखसाल ल पानीमा. ल हामी चाहिँ लेउको माथि माथि हुँदै गइरहेछौँ. माझी दाइ पोखरा बे त्यो केटीलाई नहानु ल नहानु ल. देखियो यहाँ गहिरो छ. हो गहिरो छ. पुरै चप्पु डुबिङ गहिरो छ. ला अभ्यास. मैले त्यही भएर लाइफ साइकल लगाउने. अनि त्यहाँ नखसाल नि त मलाई. खसाल्दिन. यो साइडमा त जानुहुन्न नि अभ्यास हामी. घुम्दैछु तर पनि हैन. तर पनि यो साइड नै गहिरो छ ल. अभ्यास यो साइडमा किन गएर हामी उ त्यता जानुपर्ने हो क्या. जान लाग्यो भन. मम्मी अभ्यास गहिरो छ. अभ्यास उ त्यतातिर के त्यतातिर. हो के बेबी त्यतातिर. उ त्यो मान्छे हेर्दा टाउको देखिरहेछ नि त्यतिको हाइटसम्म जानुपर्छ हामी त्यो एरियामा जानुपर्छ क्या हामी. उ देख्यौ मम्मी जान है. मैले ज्याकेट पनि लाएको छैन. यहाँनिर गहिरो रहेछ क्या केटाकेटीहरू. हेर न पानी अलिक गहिरो छ क्या यहाँ. अलि हैन यहाँ. अभ्यास तिमीले अलि हल्लाइरहेको छ क्या. अब हामी चाहिँ अलिकति नजिक आइपुग्यौँ. ऊ त्यता साइडमा जाउँ अब त्यता. कस्तो रमाइलो है. माझी दाइ पोखरा फेवातालको. कस्तो लागेको छ त अभ्यास तिमीलाई आफ्नो नाम अनुसारको काम गर्दा. जोक साइड तिमीलाई साँच्चीकै कस्तो लागिरहेको छ त नि. तिम्रो यो फर्स्ट एक्सपिरियन्स हो प्याडल बोर्डिङ गरेको. जस्तै हो. मेरो त हो यार. गाइज अब मेरो अलिअलि कन्फिडेन्स बढिरहेछ है. म खुट्टा डुबाइरहेको छु यहाँ हेर. नै गर्दिनँ. दिदीले गर्ने अब. हजुर ल हेर है मैले गरेको केटाकेटीहरू. यता त के कता सुल्टो हो अरे यो. कता हो यो. उल्टो भयो. हो चप्पु चलाऊ. हो अझ घुमाउ त उतापट्टिको भ्यू देखाउ त. मजा यता हेर न. रमाइलो भइरहेछ के गर्नु अब नेक्स्ट समरसम्म चाहिँ बडी बनाउनु पर्यो भएन. डुइङ गुड बेबी
अब अर्को साइडमा गएर त हो गुड फरवर्ड गयो नि त अब होइन सही चलाइदियो त तिमी पो हो क्या अस्ति माथि त्यही त फेरि यतापट्टि फर्केर गर्छु त ठिक ठाउँमा होइन गलत ठाउँमा चाहिँ लिएर गइरहेछ हामीले झन् गएर गएर लिएर गइरहेछ कृतिले अनि मैले उहाँबाट यहाँसम्म ल्याइसकेँ तिमी अप्रिसिएट त गर्दैन अनि पैसा दिन्छु नि यहाँबाट ओहो खतरनाक आएर रहेछ नि यार भिडियो त मैले मेरो जिन्दगी चाहिँ एकजना रुकीको हातमा दिएको छु के को नाममा के को हातमा रे पुकी के सुन्यो तिमीले त्यही त मैले रु त सुनिरहेको थिएँ रुकीको हातमा दिन्छु भनेको तिमीले होइन पुकीको हातमा एटलिस्ट तिमीले त लाइफ ज्याकेट लाउनु पर्ने थियो कि मलाई त तैरिनु आउँछ तिमी तैरियौ होइन अनि म बोट माथि नै बस्छु तिमी टाइटानिक हेरेको छैन यो खुट्टामा लाएर चाहिँ चक्कु झऱ्यो भने अर्को टुङ्गा हुन्छ फेरि अब मैले यो खुट्टामा नबानिनु हुन्छ है मलाई अलिक कोइदे कोइदे जस्तो फिल आइरहेछ चिसो छ नाइस सर त्यसो ब्याडीले ब्याडीले घुमाइदिन्छु तान्न पऱ्यो चाहिँ यसरी धेरै पर जाँदा कि ओए कत्रो रहेछ है समातिम ओइ कहाँ पुग्यो फेरि है यस्तो छ पारा समय हजुर हुन्छ म अगाडि उठ्छु ल हो के होला तिमी गर्छु यसरी के होला भन त कति माछा हेर न है गाइस म जान्छु न त बेटा उहाँ चोप कहाँ पुगिसक्यो माछा हेर्दा हेर्दै guys, if you guys enjoyed the video, just give it a like and leave a comment as well. Show me some love and don't forget to subscribe to my channel. I'll see you guys in the next one. Till then, take care. Bye bye. Just the fish. Yeah, I can see the teeth.